रविमा समाजद्वारा आयोजित यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, सम्मानित व्यक्तित्व, यहाँ सहभागी गणमान्य व्यक्तित्वज्यूहरू, खास गरी आज कार्यक्रममा म ढिलो पनि आएँ। मेरो चाहिँ अहिले बानी के छ भने प्रायः धेरै कार्यक्रममा हिँड्यो युवाकालभरि, अनि मेरो भूगोल र मेरो वंशको कार्यक्रम चाहिँ नछुटाउने भन्ने छ। प्रायः रवि बाबा र समाजको कार्यक्रम पनि म छुटाउँदिनँ थिएँ, तर यसपटक चाहिँ अलिक ठिक चाहिँ अब खास गरी अस्ति जेलजेबी गएपछि अनि यो बाढी पहिरोपछिको त्यो मनस्थितिले पनि होला, यो बिचमा पनि मौसमी चेतावनी आयो, त्यही कारण पनि अलिक अल्छी गरियो होला भनौँ। यो कार्यक्रममा यो गाउँको उपस्थिति पनि सम्भवत पहिलो जस्तो लाग्दैछ मलाई, नत्र यो कार्यक्रममा निकै उपस्थिति देखिन्छ। अनि अर्को कुरा, यो सम्मान चाहिँ मलाई अप्रत्याशित जस्तो नै लाग्यो। अस्ति ज्योति नानासँग चाहिँ कुरा भएको थियो, त्यस पछाडि त्यही विद्रोहका विद्रोह भयो, बाढी पहिरोका कुरा भयो, त्यस पछाडि अनि कार्यक्रम त हुने भन्यो। खास मलाई सम्मान हुने के भन्ने लागिरहेको थियो, माफी चाहन्छु। अनि अघि मात्रै कुरा हो, अनि हतार आउँदाखेरि ढिलो पनि भयो, माफी चाहन्छु यहाँहरू समक्ष। खास गरी यो मुद्दो सम्मानको हिसाबले प्रिपेयर भएको भए आज म बिहान 6 बजी नै आइपुग्थेँ होला, किनभने यो मेरो भूगोल हो होइन। रवि महाराज समाज, त्यही भूगोलले मलाई जन्माएको हो है, त्यही भूगोलमा हुर्के बढेको हो, त्यही भूगोलले मलाई शिक्षा दीक्षा दियो। म डुल्नै सक्दिनँ नि त्यो त, किनभने हरेक हिसाबले त्यो रवि महाराज क्षेत्र छ नि, हो त्यो ठाउँलाई त्यो ठाउँले त धेरै दिएको छ मलाई। त्यही ठाउँमा जन्मेँ, त्यही ठाउँमा हुर्केँ, त्यही ठाउँमा शिक्षा दीक्षा लिएर बढेँ। त्यो हिसाबले पनि म रवि महाराज समाजसँग जोडिरहन्छु। अर्को म गृह जिल्ला इलाम कार्यक्रमहरूमा जोडिन्छु, अनि धेरै कार्यक्रमहरू म छुट्याउँदिन पनि गृह जिल्लासँग। अनि अर्को वंशका कुराहरू अघि पनि भने, आज खास गरी मेरो वंश कार्यक्रम थियो, अनि त्यही कारण पनि यहाँको कार्यक्रम सकिएर वंशकोमा भ्याउँछु भन्ने थियो, तर यो झरीले गर्दा अलिक मनस्थिति बिगारेको थियो। अब यो खास गरी मलाई सम्मान गर्नुभयो, त्यसप्रति म आभार व्यक्त गर्दछु। मसँग भन्ने शब्दै छैन। मेरो जन्म ठुलो या मेरो गाउँले या रविमा क्षेत्रले त्यो समग्रले मलाई सम्मान गरेको महसुस भइरहेको छ। थप जिम्मेवारी बोध पनि गराउँछ यसले। रवि महाबाबा क्षेत्रको लागि कति योगदान गर्न सके मलाई त लाग्दैन। मैले केही त्यस्तो केही खास काम गर्न सकेँ भन्ने लाग्दैन। मैले आफ्नो तर्फबाट जे जति गर्न सकेँ त्यो अत्यन्तै न्यून हो। गर्नुपर्ने मैले त्यो ठाउँमा गर्नुपर्ने धेरै काम देखेको छु। खास गरी हामी सांस्कृतिक हिसाबले हरेक हिसाबले अगाडि छौँ। रवि क्षेत्र खास गरी रवि क्षेत्रमा पनि म छुट्याउँछु भूगोल। रवि क्षेत्र अगाडि छ, कतितिर अलिक चिसोकाली पञ्चमी अलिक कम छ, त्यसमा पनि हान्तापनाकी अलिक कम छ। त्यो फेरि छ। यद्यपि मलाई चाहिँ त्यो हाम्रो क्षेत्रको लागि मैले बेसी जोड गरिराखेको चाहिँ पर्यटनका हिसाबले रवि महाराज क्षेत्रलाई जोड्न सकिन्छ कि भन्ने हो खास गरी। त्यसको लागि त्यो हामीलाई त्यो हाम्रो बाटो बहुत चिसोपानी रड छ नि, त्यो बाटो हामीले निकै पार गरिरहेको। मैले नघाटी भन्नुपर्छ, मैले बच्चामै सुने हो इलामका नेताहरूले त्यो बाटोलाई ध्यान दिँदैन भन्ने हो। होला पनि जस्तो लाग्छ, किनभने त्यो अब त्यत्रो 59 सालमा त्यो बाटो भएको बाटो अझै पनि पिच हुन सकेको पनि दीर्घकालीन हुन सकेको छैन। अहिले इलाम बजार चाहिँ बाढी पहिरोको कारण त्यो सडक सम्पर्कबाट विच्छेद हुन खोजिरहेको छ पटक पटक। त्यसको
विकल्प हामी दिन सक्छौँ तब चिसोपानी रवि सडकले या राके रवि भेटेटार सडकले। तर त्यो बाटो खास गरी किन बन्न सकिरहेको छैन? रवि महाराज समाजकै कार्यक्रममा भन्नुभएको प्रोफेसर सुभाष नेपालले म सम्झन्छु यतिखेर उहाँले भन्नुभएको पनि लगभग 9-10 वर्ष त हुनै लाग्यो होला। 3 वर्षभित्र राके भेडेटार सडक पिच बनिसक्छ भन्नुभएको थियो। तर अहिले पनि बाटोको अवस्था निकै खराब छ। म अस्ति दसैँ अघि मात्रै गाउँ गएँ। म खास गरी त्यो बाटो त हिँड्नु आफ्नो बाटो त, तर मैले त्यहाँका स्थानीयसँग सोद्धा त्यो राके भन्दा उता आउँदा पनि बाटो खराब छ भन्ने रिपोर्टिङ भयो। अनि उता भेटेटारतिरको बाटो पनि अलिक खराबै छ भन्ने रिपोर्टिङ भयो। अनि त्यो दमक चिसोपानी बाटो त निकै खराबै थियो, म आफै पनि हिँडेँ। अनि हो हामीले खास गरी त्यो बाटोलाई त्यो पक्की बनाउन सक्यो भने हाम्रा पूर्वाधारहरू तयार हुन्छन् भन्ने हो। टुरिज्म पर्यटनका सम्भावना बढ्छन् भन्ने हो। खास गरी मलाई त के पनि लागिरहेको छ भने जस्तो त्यो इलाम नामले नै अलिक काफी छ। त्यो पूर्व खास गरी पूर्व चिनिने हो। पूर्व त टुरिज्मका हिसाबले अहिले एकदमै विकसित पनि भएको छ। तर त्यो इलामको पश्चिमी क्षेत्र जुन छ त्यो क्षेत्र अब के अरे हाम्रो पूर्व सभामुखकै नाम हुन्छ उहाँ पछिल्लो समयसम्म पनि इलामको बाटो हो भन्नुहुन्थ्यो त्यो इलाम पश्चिमलाई। अनि यसरी मेरो यात्रा त्यो इलाम पश्चिमलाई कसरी जोड्न सकिन्छ भन्ने थियो। त्यो खास गरी हामी त्यो पानीटारको विषयमा थोरै काम गर्न सकिन्छ कि भनेर पनि सोचिरहेको छौँ। त्यो पानीटारको चिया बगानले इलाम पश्चिमलाई जोड्न सकिने रहेछ। त्योसँगै जस्तो पूर्व इलामलाई पनि जोड्न सकिन्छ। त्यसमा रवि महाराज क्षेत्र त परिने हो, त्योसँग त्यो रूपमा रवि महाराज क्षेत्रलाई मजाले जोड्न सकिने रहेछ। हामी त्यतातिर किन ध्यान नदिने भने खास गरी हाम्रा नेताहरू हाम्रा जनप्रतिनिधिहरू मैले चाहिँ व्यक्तिगत रूपमा मैले जति पहल गर्न सक्छु। खास गरी अर्को प्रसङ्ग पनि उठाउँछु, राके रवि भेडेटार सडक किन बनिराखेको छैन भनेर वसन्त कुमार नेमाङ भौतिक पूर्वाधार मन्त्री हुँदा उहाँको सचिवालयमा मैले त्यो के अरे प्रेसर भनौँ या चासो व्यक्त गरेको थिएँ। अनि उहाँको जवाफ थियो मन्त्री चाहिँ अवलोकनमा जानुहुन्छ अनि मन्त्री हेरेपछि ठेकेदारहरूले घाड फर्काइदिनुहुन्छ भन्ने एक खालको थियो। अब त्यसमा जनप्रतिनिधिहरू कतिको त दायी बन्छन् भन्ने नै हो। खास गरी यस्ता पूर्वाधारका विषयहरूमा हामीले हाम्रो तर्फबाट स्थानीयका तर्फबाट हामीले नै पहल गर्यो। खास गरी हामीले पहल गरेनौँ या हामी स्थानीय नै जागेनौँ भने त्यसमा खास गरी हामी पछि पर्छौँ भन्ने हो। त्यो हिसाबले अझै रवि भाडा क्षेत्रलाई अघि बढाउन हामीले गर्नुपर्ने धेरै कामहरू छन्। अब मलाई यो समाजले सम्मान गरेको छ। अब त्यो गर्नुपर्ने कामहरू धेरै छन्। अब कति गर्न सकिन्छ व्यक्तिगत पहलमा होइन, जस्तो गर्ने ठाउँमा रहेकाले गरिदिनु भन्ने पनि केही हाम्रो चल्दैन। तर हामीले आवाज उठाउन चाहिँ बिर्सिनु हुँदैन भन्ने हो। खास गरी यत्रो दिग्गजहरू हुनुहुन्छ, यत्रो संस्था हाकिमहरू हुन्छ, हामीले रवि महाराज समाजका तर्फबाट पनि आवाजहरू बुलन्द गरिरहेकै छौँ। त्यो बाटो यातायातको पूर्वाधारहरूमा हामीले काम गर्न सक्यौँ भने पक्कै पनि त्यो क्षेत्रको लागि धेरै काम हुन्छ भन्ने हो। शिक्षाका हिसाबले अगाडि छ या चेतनाका हिसाबले रवि क्षेत्र अगाडि छ। जस्तो मैले अघि पनि भने त्यहाँ भूगोलका हिसाबले रवि क्षेत्र अनि अलिक त्यसको बाटोतिर होला, त्यसको अलिक तलतिर होला। त्यो समग्र त्यो एरियालाई मैले त खास गरी मेरो त प्रस्ताव के हो भने त्यो एरिया छ रवि भाडा क्षेत्र अनि तलतिर माङ्सिङ या यो फेरिलाई अनि हामी धार्मिक करिडोरका हिसाबले धार्मिक पर्यटनका हिसाबले त्यसलाई विकास गर्न सकिन्छ भन्ने पनि मेरो प्रस्ताव हो। मैले मान्छेमा लेखेको पनि छु, मान्छेमा त्यही विषयहरू पनि उठाएको छु। त्यो रवि भाडा क्षेत्रकै कुराहरू मैले उठाएको विषय हो। त्यहाँ अब राष्ट्रिय विरोधी जन्मेको थलो छ त्यो इभाङमा। राष्ट्रिय विरोधी जन्मेको थलो अझै पनि ओजनमा छ। मान्छेलाई प्रायःलाई थाहा छैन कि राष्ट्रिय विरोधी कहाँ जन्मिनु भयो भनेर।
अन्त्येष्टि गरेको ठाउँहरू या उहाँको निधन भएको ठाउँहरू अहिले एकदम चर्चामा छन् होइन। त्यहाँ धेरै प्रकारको विकास भएको छ, तर राष्ट्रिय विभूति जन्मेको थलोमा हामीले केही गर्न सकेका छैनौँ। मैले स्थानीय सरकारलाई पनि के अरे केही गर्न सकिन्छ कि पहल गरेको थिएँ फाल्गुनन्दका नाममा। मैले पालिकाकै नाम पनि फाल्गुनन्दका नाममा राखौँ भनेको थिएँ, सम्भव भएन। व्यक्तिगत पहलले मात्र पनि त्यो सम्भव नहुँदो रहेछ भन्ने देखियो। तर म हरेस खाएको छैन होइन। त्यो हो त्यसरी त्यो पेरिफेरीलाई यसो भनिरहँदा फेरि अब सांस्कृतिक कुराहरू पनि उठ्छन् होइन। तर हरेक कुराको दुईवटा बाटो हुन्छ। ती दुईवटा बाटोहरूलाई चाहिँ ब्यालेन्स गरेर हामी अघि बढ्न सक्यौँ भने मात्रै समाजलाई सही दिशा दिन सक्छौँ भन्ने हो होइन। हामी अतिवादका रूपमा हामी अतिवादी भयो भने समाज भ्रष्ट भएर जान्छ। त्यो हिसाबले हामीले रवि क्षेत्रलाई मैले अघि धार्मिक जस्तो रवि एरिया त जसमुनिहरूको ठाउँ हो नि त। जसमुनि गुरुहरूले त्यत्रो गर्नुभएको छ। नारायण दास पछाडि अनेक गुरुहरू हुनुहुन्छ। त्यस पछाडि तलतिर ज्योति नन्द अरू हरेक धार्मिक गुरुहरू हुनुहुन्छ। अलिक परतिर सन्त ज्ञानी दास जन्मनुभएको थलो हो। यति पवित्र ठाउँ हो हाम्रो ठाउँ होइन। त्यो हिसाबले हामीले प्रचार गर्न सक्यौँ भने, त्यो हिसाबले हाम्रो ठाउँलाई विकास गर्न सक्यौँ भने त्यहाँको सम्भावना धेरै ठुलो सम्भावना देख्छु म चाहिँ होइन। तर गर्न सकेका छैनौँ। अब मैले मिडियाका क्षेत्रबाट कति लेख्न सकेँ, मैले त्यो बाटोको बारेमा पनि धेरै लेखेँ। धेरै पहिलेदेखि त्यो सडकको विषयमा लेखेँ होइन। अनि अब त्यो लेख्दा अब धेरै लेखिसकिएको तर बाटो चाहिँ उस्तै छ क्या। त्यो पहिला जस्तो लेख्यौँ अहिले पनि हामीले किन बनेन भन्ने नै प्रश्न गर्नु परेको छ। यति खर्च भयो। दमक चिसोपानी भनेर सडक नामाकरण भएको छ। त्यो सडकमा लगभग 59 या 2 अर्ब जति खर्च भएको छ। बजेट छुटेको छ। त्यसको सर्भिस त्यसको सदुपयोग कति भयो भन्ने हो हाम्रो प्रश्न। किन त्यति बजेटले त्यो गर्दैन? एकचोटि 20 करोड बजेट छ। त्यो 20 करोड बजेटले त्यो बाटोलाई कति बनाउन सक्छन् भन्ने हो। अब बजेट गर्ने साथीहरू अब त्यो मुद्दा बढेको छ। मुद्दा गर्ने स्थिति किन बन्यो? हामी सरोकारवालाहरू, त्यहाँका सरोकारहरू, स्थानीयहरू, मलाई एउटा दुःख लागेको विषय अस्ति दमकमा स्थानीय साथीहरू पत्रकार सम्मेलन गरेछन् मिडियामा। के भन्दाखेरि चाहिँ साथीहरूको पैसा रुपेछ हो, पैसा नरुपेको कुरो। तर हामीले त्यो बाटो चाहिँ के गाडी कुदाउनै नहुने, पैदल हिँड्नै नहुने हुँदा पनि हामीले त्यसरी बोलेको मैले सुनेको थिइनँ ती हाम्रा स्थानीय साथीहरू। खास गरी हामी स्थानीय, मैले अघि पनि भने हामी स्थानीयले त्यो बाटोलाई कति महत्त्व दिन्छौँ या हाम्रो ठाउँको विकासमा कति महत्त्व दिन्छौँ, त्यसले नै भविष्य निर्धारण गर्छ हाम्रो ठाउँको। त्यस हिसाबले अलिक बेसी बोलेको, खास गरी म बोल्नु नजान्ने मान्छे हो। अलिक बेसी लेख्न पनि जब गराउँछु, किनभने एक शब्द लेख्दा पनि यति ठुलो गाली खाइन्छ कि प्रतिक्रिया आइहाल्छ। त्यो हाम्रो समाज चाहिँ यति नेगेटिभिटीमा गएको छ नि। कसैले मन परेन भने राक्षस बनाइदिइहाल्छ नि। त्यसको सकारात्मक पाटो भने केलाउने हाम्रो प्रवृत्ति नै हराइसक्यो। त्यो हिसाबले चाहिँ डर लाग्छ क्या मलाई लेख्न पनि। यद्यपि अब गाली गर्छन् भनेर लेख्न डराउने पनि भएन, लेख्नु पनि नै हो। मेरो घर नै त्यही हो। खास गरी म बोल्ने पनि होइन, मेरो घरमा म लेख्ने हो, लेख्छु, आफ्नो इतिहासहरू मिलाउँछु। जस्तो कि मेक्लुङको आफ्नो इतिहासहरू छुट्टै छ, के अरे त्यो अनेक कुराहरू छन्, केलाहरू लाग्ने छन्। त्यति मलाई रवि बाबा क्षेत्रबाट काम गरिरहँदा मलाई यसरी सम्मान गर्ने योग्य सम्झिनुभयो। म रवि बाबा समाजप्रति हार्दिक आभार व्यक्त गर्दछु। अब यो जिम्मेवारी बोध छ, मैले त्यो निर्वाह गर्न सक्छु कि सक्दिनँ, मेरो प्रयत्न रहनेछ। रवि बाबा समाजप्रति मैले अघि पनि भने मलाई त्यो ठाउँले सम्मान गरेको, त्यो ठाउँका मान्छेहरूले मलाई यसरी समग्र त्यही ठाउँको जस्तो रवि बाबा क्षेत्रकै सम्पूर्ण जन यहाँ उपस्थित भएको महसुस गरिरहेको छु मैले चाहिँ आज है। यसरी खास गरी म सम्मानित पुरस्कृत हुनेमा पर्दैन म। खास गरी
म यसरी कम मात्रै सम्मान पुरस्कार थाप्छु सकेसम्म अहिले मैले त्यसो थापेको पनि छुइनँ। यो मेरो जन्मठुलोसँग सम्मेलन सरकारले गरेको यो सम्मानप्रति एकदमै विशिष्ट छ मेरो लागि है। म मेरो जन्मठुलोप्रति मेरो भूगोलप्रति त्यो रविको आँगडा समाजप्रति मैले जे जति गर्न सक्छु मेरो लेखनका कर्मबाट होस् या मेरो मैले गर्ने गरेको विकासतर्फबाट म आफ्नो प्रतिबद्धता जाहेर गर्दै पुनः रविको आँगडा समाजप्रति आभार व्यक्त गर्दै मेरो आफ्ना दर्शकलाई यो अन्त्य गर्छु। धन्यवाद। धन्यवाद सचिव सर। अब हामी समयलाई ख्याल गर्दै